आज 2026 न्यू इयरको दिन चाहिँ हामी चाहिँ सानो टुरको लागि रुमबाट निक्ल्यौँ। रुमबाट घुम्दै 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 गयौँ। अनि त्यसपछि आज चाहिँ हाम्रो प्लान चाहिँ खासै अन्तै जाने थियो, तर हामी प्लान चाहिँ मिस्टेक भएर प्लान अन्तै चेन्ज भएर गयो। तर त्यही भएर त्यो मेसमा सानो यसो भिडियो बनाऊँ भनेर बनाएको हो, यसो हेर्नु होला। यो चाहिँ अहिले देखिरहेको चाहिँ माउन्ट फुजी हो। यो चाहिँ जापानको चाहिँ वान अफ द ब्युटिफुल माउन्टेन, जापानको एकमात्र हिमाल हो। यो चाहिँ देखिरहनु भएको चाहिँ यो चाहिँ अब जापानको गाउँ। यो चाहिँ धान रोपेर भर्खर काटेको यो गराहरू, धान थन्काएको अवस्था छ। यो चाहिँ अहिले यो चाहिँ हामीले यो ट्रेनबाट खिचेको, त्यो अलिकति यसको भिडियो चाहिँ अलि स्पिड आइरहेको छ। यो चाहिँ तपाईँहरूको यो चाहिँ टनेलहरू पनि छ, तरकारीहरू रोप्ने रहेछ यता। तपाईँको यो चाहिँ टोकियोबाट यहाँ पुग्नलाई चाहिँ लगभग ट्रेनबाट चाहिँ तपाईँको 2.5 घन्टा जति पर्ने रहेछ। यो चाहिँ सिजुओका केनमा पर्ने हो। अहिले देखिरहनु भएको छ यो चाहिँ तपाईँको ओन्सेनको लागि चाहिँ एकदम निकै फेमस ठाउँ रहेछ। तल खोला पनि एकदम राम्रो सुन्दर छ। नेपालकै जस्तो घरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। घरहरू राम्रो छ। अब यो चाहिँ तातो पानी ओन्सेन, तातो पानी रहेछ। यहाँ चाहिँ हल्का मैले डान्स हानिदिएको अवस्था हो। अनि यो नि तपाईँले हेर्नु, यो चाहिँ एकदम युनिक टाइपको घरहरू छ, खोला छ। तपाईँहरू यो चाहिँ हाम्रो एउटा गाउँको भित्रपट्टि बाघहरू, जङ्गल एकदम राम्रो तरिकाले प्रेजेन्ट गरेको छ।